हेलो एंड वेलकम बैक दोस्तों, स्वागत है आप सभी को फिर से मेरा एक और नया वीडियो में। जैसे कि आप लोगों को पता है, मेरा प्रीवियस वाले वीडियो में आप लोगों ने देखा होगा, मेरे डाला हुआ था द सिल्क रूट ऑफ सिक्किम जुलुक का मैंने वीडियो डाला हुआ है। और इस वीडियो में इतना बढ़िया लोकेशन आप लोगों को दिखाया हुआ है जुलुक से देखने वाला। और अभी हम लोग जुलुक से होते हुए आगे जा रहे हैं सेम रोड से, और इसी से जाते हुए आप लोगों को मिल जाएगा एक और बढ़िया लोकेशन जो कि है नाथांग व्यू पॉइंट। यो चाहिँ छङ्गु पुल भन्दा नाथाङ जाने रोडको त्यहाँनिर जुलुकदेखि माथि है गाइस। म चाहिँ यो हेर्नु आएको, यो सुक्पा धुप हो कि होइन भनेर होइन। रहेछ नि सुक्पा धुपको बोट, हेर्नुहोस् त यहाँबाट यस्तो दामी छ भ्यू। नाथाङ पुग्नै आँट्यो गाइस। अहिले चाहिँ सानो बस्ती रहेछ पुग्नुभन्दा अगाडि। र यहाँ पहाड देख्न सक्नुहुन्छ, एकदमै दामी छ। बाटो चाहिँ यस्तो रहेछ, अलिकति रफ। पर गाडी आउँदै रहेछ यहाँबाट पनि हो। बस छ त त्यहाँ, गाडी स्कर्पियो। यो जति पनि हरियो देख्नुहुन्छ यो चाहिँ सबै सुक्पा रहेछ है, साङ रहेछ। बाटो चाहिँ यहाँबाट चाहिँ रफ रहेछ। बाटो हेर्नुहोस् है, यति साह्रो रफ छ, सबै ढुङ्गाले बनेको बाटो। जग्गामा चाहिँ हाम्रो इन्डियन आर्मीहरू चाहिँ भटेकै हो। पानी पनि मजाको मैदान छ है। सो फाइनली गाइस, हामी अहिले चाहिँ नाथाङ भ्यू पोइन्ट आइपुगेका छौँ। र देख्न सक्नुहुन्छ यो जग्गालाई चाहिँ भनिँदो रहेछ नाथाङ भ्यू पोइन्ट। यहाँसम्म नै रोड आएको छ, रफ रोड छ। यहाँबाट चाहिँ तपाईँको यहाँ पर चाहिँ पर्दो रहेछ, यहाँनिर बस्ती छ है, यहाँनिर चाहिँ भन्दो रहेछ नाथाङ भ्याली भनेर भन्दो रहेछ है। र यहाँनिर तपाईँको बस्ती पाउनुहुन्छ, त्यहाँबाट आर्मी क्याम्पहरू हुन्छ है। त्यहाँबाट हुँदै हुँदै अलिकति अगाडि आएर चाहिँ तपाईँ चाहिँ रफ रोड भेट्नुहुन्छ। यतानिर पस्नुभयो भने चाहिँ नाथाङ भ्यू पोइन्ट पस्नुहुन्छ तपाईँ है। र यहाँनिर देख्न सक्नुहुन्छ भ्यू पोइन्टमा चाहिँ तपाईँको सबै जग्गा देख्नुहुन्छ तपाईँले होइन। पहाडी, यताको पहाडी पनि देख्नुहुन्छ, यताको पहाडी पनि देख्नुहुन्छ, पहाडीको नजारा देख्नुहुन्छ, एकदमै दामी। र तपाईँहरूलाई म भ्यू देखाउनेवाला छु गाइस है। एकदमै दामी छ, मलाई एकदमै मन पर्यो है। एकदमै आइएम फेलिङ इन लभ भनौँ न होइन। यो जग्गादेखि चाहिँ यति साह्रो दामी, तपाईँहरूलाई म भ्यू देखाउनेछु। र तपाईँहरू पनि घुम्न आउनु सक्नुहुन्छ यहाँनिर है। हुँदै रिनक रङ्गली, त्यहाँबाट तपाईँको यता हुँदै हुँदै आएको है। र तपाईँको पासहरू पनि बनाउनुपर्छ, अगाडि बनाएको हुनुपर्छ, त्यहाँबाट बुझाएर चाहिँ देखाउँदै आउनुपर्छ है गाइस। र यहाँबाट हाम्रो यो चाहिँ सेकेन्ड डेस्टिनेसन हो। फिलहाल यो डेस्टिनेसनको भ्यूलाई चाहिँ इन्जोय गरिदिनुहोस्।
पछाडि चाहिँ अहिले बाटोले ढाकेको रहेछ। त्यहाँ चाहिँ तपाईँको सिधै कञ्चनजङ्घा देख्नुहुन्छ तपाईँले है। र यहाँनिर हेर्नुहोस् गाइस, यहाँ बेसी कुद्नु भन्छ तपाईँको सास फुलिन्छ गाइस। म अलिकति कुदेको थिएँ, सास फुलेर बेसी जोडले चाहिँ कुद्नु हुँदैन गाइस, हल्का कुद्दा हुन्छ है। कराउँछ रहेछ चौडी त, चौडीको बच्चा भाग्यो, कुद्यो 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 कुदेको हेर, झुल्नु भागमा कुद्यो। यहाँबाट हेर्नुहोस्, यहाँ माथि गयो भने माथिसम्म छ चौडी, चौडी गए छ यहाँनिर कालो कालो भएको ढाँचा मजाले बस्दैछ, हावा खरा आउँदैछ होइन। र यहाँ माथिबाट चाहिँ भ्यू चाहिँ दामी देख्छ पल्लो पाडीको। सो गाइस, अहिले चाहिँ चौडी भाकामा आइपुगेको छौँ, नाथाङ भ्यालीको माथिल्लोपट्टि पाहाडपट्टि आइपुगेको छौँ है गाइस। र यहाँनिर चाहिँ यस्तो दामी नजारा लगाएर चौडिरहेको छ, एकदमै दामी देख्छ। जुन चाहिँ हावा सुर आएको होइन, र यो ढाँचा चाहिँ त्यो हावाले गर्दाखेरि चाहिँ आवाज गर्दै छैन, बजी सबै चौडीको गोबर है। पहिला चाहिँ भन्थ्यो यो पहिलाको मान्छेहरू चाहिँ यस्तो चौडीहरू मात्रै चराउँथ्यो होइन यस्तो पाहाडतिर चाहिँ। र यही गोबर चाहिँ सुक्छ होइन, यो सुकेपछि चाहिँ यसलाई चाहिँ जलाउँथ्यो अरे होइन। एकदमै राम्रो हुन्छ यो चाहिँ, सुकिसकेपछि चाहिँ यो गोबरलाई चाहिँ तपाईँले जलाउनु भयो भने चाहिँ एकदमै लामो लास्ट गर्छ, यो चाहिँ भतभत निप्दैन होइन। आज चाहिँ दिन पनि एकदमै क्लियर, सबै मिलेको भनौँ न आज चाहिँ होइन। दिन पनि क्लियर, अन्त यहाँनिर तपाईँको भ्यू पनि क्लियर छ, केही याकहरू पनि देख्नु पाएको छ होइन। र यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ होइन, भ्यूहरू एकदमै दामी छ। म चाहिँ तपाईँहरूलाई सजेस्ट गर्न चाहन्छु, जो पनि तपाईँको टुरिस्ट हुनुहुन्छ, जो पनि होइन या तपाईँ सिक्किमभित्रकै हुनुहुन्छ, तपाईँहरूले घुम्न आउनु सक्नुहुन्छ यहाँनिर। यति साह्रो दामी छ होइन सिक्किम चाहिँ नि। यहाँनिर टुरिस्ट बेसी आउँछ, त्यसै कारणले भन्दैन, किनकि यहाँ जग्गा नै यस्तो दामी छ होइन, टुरिस्ट आउने लायकको नै छैन, त्यही भन्छु म चाहिँ होइन। नजारा हेर्नुहोस्, इन्जोय गर्नुहोस् गाइस। ये पहाड़, ये हवाएं, ये खुला आसमां कह रहा है मुझे जैसे खो जाऊं मैं इन पहाड़ों में, इन हवाओं में, इन खुले आसमान में खो जाऊं मैं। कितना खूबसूरत है हमारा घर, कितना खूबसूरत है हमारा देश, कितना खूबसूरत है हमारा सिक्किम, कितना खूबसूरत है हमारा ये पल, ये खूबसूरत पल खो न जाए कहीं, गुम हो न जाए कहीं। ए खूबसूरत ये पल, ए खूबसूरत पहाड़ रहे सदा अमर, रहे सदा खूबसूरत ये पल अमर।